लिनुपर्छ सबै चाहिँ माने त्यो घटनाक्रमहरू जति मान्छे मरेका छन् मैले जिम्मेदारी लिनै पर्छ किनकि कोही मानिस मरेको समाचार सुन्दा त्यसको रगत हेर्दा कस्तो महसुस गर्नुहुन्छ आफ्नो अथवा अरू शाही सेनाका मानिसहरू हुन् अथवा अब नेपाली सेनाका मानिसहरू हुन् माने त्यसले चाहिँ निश्चित रूपमा मैले भने नि म अलि संवेदनशील प्रकृतिको पनि भएको हुनाले होला म अलि बढी भावुक नै हुने गर्छु मान्छे मर्यो अथवा मारियो भन्दाखेरि त्यसले मलाई छुनि नै गर्छ मैले भनिहालेँ मैले अहिलेसम्म कसैलाई मारे पनि छैन मेरो आफ्नो व्यक्तिगत कुरा गर्नुहुन्छ सायद मलाई धेरै गाह्रो पर्छ जस्तो लाग्छ तपाईँ यस जिम्मेवारीको नैतिक बोध त निश्चित रूपमा मैले लिनुपर्छ सबै चाहिँ माने त्यो घटनाक्रमहरू जति मान्छे मरेका छन् मैले जिम्मेदारी लिनै पर्छ किनकि माने त्यसको योजनाकारको चाहिँ हिसाबले त्यसको नेतृत्वकर्ताको हिसाबले तर तपाईँ फेरि व्यक्तिगत फिलिङको कुरा गर्नुहुन्छ भने त्यो भिन्न चिज हो तपाईँलाई चाहिँ सायद थाहा होला बालुवाटार मैले भन्दाखेरि चाहिँ माने नेपालबाट एउटा नयाँ शान्तिको सन्देश हामी दिन सक्नुपर्छ भन्ने चाहिँ त्यो भावनाबाटै आएको चिज हो चिजलाई विकृत गर्ने 17,000 को भनेको भने 17,000 भनेको भनेपछि कसले गर्यो राज्यले कति मार्यो विद्रोहीको तर्फबाट कति मारिए भन्नेको हिसाब पो भने हो मैले जिम्मा लिन्छु भनेर मैले मारे हो र